And what's up guys, welcome to my vlog. आज चाहिँ म ट्याक्कै त्यो पसलतिर टक्क लगाएर होइन सानोतिनो भ्लग हाल्छु। घटनालाई धेरै भयो नि त, धेरै भइसक्यो। आज टक्क पसलमा के गरेनौँ सब टक्क हाल्छु अहिले चाहिँ म होइन। र टाइम नमिलेर चाहिँ भ्लग हाल्न पाएको छैन कि अहिले नि पसलमै हो म। सबैलाई ठिकै होला होइन। हाम्रो दाइ अगाडि मस्त मोबाइल चलाएर बसिरहेको छ, सुनसान छ होइन टक्क यस्तो हो पारा। अब ट्याक्क अब दुई के गर्यो यताउति सबै आजमा हाल्छु। धेरै ठुलो चाहिँ हाल्न लाग्छ भ्लग होइन। त्यो सबले हेरिदिनु पऱ्यो है, लाइक सेयर कमेन्ट चाहिँ हालिदिनु पऱ्यो क्या टक्क लगाएर एकदमै। अब पछि भेटौँला। भएको दाइ चाहिँ यहाँनिर अहिले यस्तोमा हुन्छ है, कस्टमर कोही छैन। जहाँ यहाँ छ म यहाँ छु। अब यस्तो कामसाम हाल्नुपर्छ। अब फेरि अर्को पछि भेटौँला है त साथीहरू है, पछि भेटौँला। हामी टक्क लगाएर म यहाँ छु, सबैजना त्यहाँ छन् है। पुरै सुनसान वातावरण छ। यहाँ रिपेयर छ, यस्तो भत्रगोल छ हाम्रो चाहिँ। हाम्रो भान्जा यहाँ छन्, हाँसिरहेछन् मस्त। हाई भन्छु भान्जा, हेलो हेलो। ल म यसो हल्का कामसाम गर्छु। उनीहरूले हामी चाहिँ यहाँ टक्क पसलबाट आएर चट्ट यहाँ दाइको कपाल काट्दैछ है। ह्यान्डसम देखेको छ रे। अब यसपछि म पनि कपाल काट्छु चट्ट लाएर। म यहाँ छु, हाम्रो दाइ मस्त चट्ट यहाँ साइडमा बसेर दाइको कपाल काटेर आनन्दले। यसपछि मेरो पनि काट्नुपर्छ चट्ट लाएर। कपाल काट्ने दाइएर यहाँ कपाल काटिदिँदै हुनुहुन्छ। दाइ यत्तिकै जान्दै क्या है पसलमा चट्ट लगाएर यत्तिकै। अझ यहाँ बिचबाट यस्तरी कैँची हानेर पठाइदिनु कि भाइजा तेरो सजाय भयो भनेर। अब म नि कपाल काट्छु यसपछि चार चुट लगाएर कचमा। उता दाइको काटिरहेको छ, अब यता मैले पनि काटिरहेको छु। मेरो चाहिँ भइहाल्यो चट्ट लगाएर काटिदिँदैछ कपाल टक्क लगाएर आनन्दले कपाल काटिरहेको छु। दाइको नि उता काटिरहेछ मस्तले है, मस्तले उता दाइको यता भाइको कपाल मजाले कटिङ भइरहेछ। टक्क कपाल सपाल काटेर भइहाल्यो। दामीसँग कपाल काटिदिनु भयो कि होइन, बब्बाल तरिकाले काटिदिनु भयो कपाल एकदमै खतरासँगले। क्यामेरा चाहिँ मैले ट्याक्क अगाडि राखिरहेको छु कि टक्क सिसामा अड्काएर राखिरहेको छु। बब्बाले आएको छ क्या क्यामेरा पनि, बब्बाले छ है एकदम खत। अब ट्याक्कसँग लगाएर कपाल सपाल टक्क काटेर बाहिर निस्किँदाखेरि भेटौँला है त। ल बाई बाई। हामीले चाहिँ कपाल काटिसक्यो है। मैं तो हिरो देख गया। हाम्रो दाइ यहाँ हुनुहुन्छ, म यहाँ छु। हामीले छु मेरो छिउ दाइले काट्दै त्यो उयो हाम्रो दाइको काट्दै है। फाइनली हामी कपाल काटेर निस्किसक्यो है। म त हिरो अब यो चिज चोर जस्तै देखिरहेको छ हो, यस्तो खतरा देखिरहेछ नि। यसलाई त देखिरहेको पनि छैन, दाँत देखा त दाँत पुरै। हामी चाहिँ अहिले यहाँ सुनसान रोडमा छौँ। हामी कहाँ छौँ भने कहाँ छौँ चाहिँ बाइक छ रेसको पछाडि छ। पाइहाल्छौँ, आउनु न। अब चाहिँ हामी खाजा खानपिनको लागि जाँदैछौँ है त। अब त्यही गरेर भेटौँला, बाई बाई। ओमा जाउँ हामी चाहिँ यहाँ पुरै यो त पार्टी बेला छौँ होइन कि होइन, क्याफे नै हो भाइ। यो त पार्टी भनिरहेको क्या भाइ, यो त पार्टी प्यालेस हो, कसको भोज खाना भन्यो नि के भन्दै। कपाल सपाल काटेर अहिले पसल आइसक्यो। पसलमा दामी जस्तो नै। अब बाइक सर्फ स्टार्ट गरेर भेटौँ बन्द गरेर गइसक्यो। हाम्रो दाइको मोनिटाइजेसनको लागि एप्लाई गरेको चाहिँ
रिजेक्ट गरिदियो साथी साथी मेरो साथी त्यहाँ हेर हामी घर जाँदैछौँ त्रिपल्लो हेर एकले मजुले आम्मा एकले मजु खाइरहेको आनन्दले घर गइरहेको राजाहरू रोडको राजाहरूमा हामीलाई त फेरि डर लाग्दैन नि हामीले फेरि मस्त हो नि मस्त सर गइन्छ हाम्रो राइडर साहब हो राइडर साहब अगाडि एउटा आएर यो त सानो रहेछ हाम्रो बाइक भन्ने त्यहाँको हामी अहिले गोसा पुल पुग्यो है यहाँ फेरि बिस्तारै अब हाम्रो दाइले फेरि यहाँ बटाएर छ है रननन्न बटाएर छ मेरो सन्तो दाजु दाइले सेफसँगै ल्यायो है आज खतरा कुदायो है अब दाइ पनि राइडर अब लाइसेन्स त यत्तिकै पास हुन्छ यो चाहिँ हार मुत्ने ठाउँ ठुक्ने स्पोर्ट ड्राइभर साहब राइडर साहब राइडरको यार खोइ त्यत हाम्रो बाइकमा त तेलै छैन है तेल छैन क्या फेरि त्यस्तो तेलै छैन ल बाई बाई ठ्याक्क म घर आइपुगिसकेँ है ल बाई म ठ्याक्क घर आइपुगिसक्यो अब गेट टक टक्क खोलेर चाहिँ टक्क भित्र जानुपर्छ आजलाई यति नै अब फेरि अर्को भ्लगमा भेटौँला अब चाहिँ म डेली भ्लग चाहिँ हाल्छु है युट्युब च्यानलमा है ल बाई बाई